एक पटक सोच्नुहोस्, हामी 12-14 घण्टा मोटर चढेर एक ठाउँबाट अर्को ठाउँमा जानु पर्दा त अतालिन्छौँ, तर राजा र प्रजा मिलेर झण्डै 100 वर्ष खर्चेर एकीकरण गरेर नेपाल बनायो। त्यो पनि पैदल हिँडेर। नेपाल मात्र होइन, ग्रेटर नेपाल बनायो। तर आज हामी इतिहास नपढी नबुझी गाउँबाट थोत्रो चप्पलमा राजनीतिमा आएर अरबपति बनेका भ्रष्टाचारी नेताहरूको कुरा सुनेकै भरमा राजतन्त्रको फैसला गर्ने न्यायाधीश बनेका छौं। यो भिडियो मार्फत तपाईहरूलाई डिटेलमा इतिहास बुझाउन खोजेको त होइन, इतिहासमा शाहवंशीय राजाको योगदान र आजको राजनीतिज्ञको व्यवहारसँग तुलना गर्दैछु। शाहवंशीय राजाको लगभग 4 पुस्ताले झण्डै 100 वर्ष समय खर्चेर नेपाल एकीकरण गरेको भन्ने कुरा इतिहास साक्षी छ। एक पटक कल्पना गर्नुहोस् त, जुन समयमा न मोटर बाटो थियो न एरोप्लेन, केही सहज बाटोमा घोडाको प्रयोग हुन्थ्यो, त्यो पनि सबै ठाउँमा सम्भव थिएन। जति सकिन्छ रासन हतियार बोकेर महिनौं हिँडेर 2200-2400 राज्यहरूसँग लडाईँ सम्झौता मित्रता गर्दै कहिले हार्दै कहिले जित्दै विशाल नेपालको परिकल्पना गर्दै हिँडे। हाम्रा पुर्खाहरू अन्ततः 100 वर्ष लगाएर भए पनि पश्चिममा काँगडा, पूर्वमा टिस्टा पुगेर विशाल नेपाल बनाउन सफल भए। आज त्यो राजतन्त्र र हाम्रा पुर्खाहरूलाई सराप्दै असफल गणतन्त्रका नेताहरू राजनीति गरिरहेका छन्। हजारौंको कुर्बानी र वीर गोर्खालीको साहसपछि बल्ल नेपाल भन्ने देशले आकार र शासन सुरु गर्यो। तर राजतन्त्रको शासन सुरु हुन नपाउँदै राजतन्त्रमाथि कालो बादल मडारियो। 100 वर्ष एकीकरणमै बिताएको राजाहरूको अर्को 107 वर्ष राणा शासनले राजालाई भित्तामा टाँसिदियो। त्यो पनि 107 वर्ष राज संस्थालाई उचाल्ने, पछार्ने, बिगार्ने, मार्ने, थुन्नेदेखि राणाहरूले राजाहरूलाई दुःख दिन कुनै कसर बाँकी राखेन। सोच्नुहोस्, राणाहरूले राजाहरूलाई यो अवस्थामा राखेको थियो भने जनताहरूको हालत के थियो होला। राणा शासनको अन्त्य गर्न प्रजातन्त्र ल्याएर जनतालाई सुख दिने सपना देख्ने राजा त्रिभुवनले बहादुरीका साथ राणा शासन विरुद्ध कदम नचालेको थियो भने न आज कांग्रेस कम्युनिस्ट भन्ने पार्टी रहन्थ्यो, न त्यो पार्टीका नेताहरू रहन्थ्यो। त्यस समय राणा शासनले सबै नेताहरूलाई कुनै न कुनै बेला मारेर छाड्ने थियो। त्यस समयका नेताहरूले प्राणदान पायो मात्र राजा त्रिभुवनका कारण। त्यस समय राजा र नेता मिलेर राणा शासन त फाले। त्यसपछि 2007 सालपछि कांग्रेस कम्युनिस्टहरूले शासन गर्न सुरु गरे। तर 2007 सालपछि राजा त्रिभुवनलाई बीपी कोइराला, मातृका प्रसाद कोइराला, टंक प्रसाद आचार्य, पुष्पलाल लगायतका कांग्रेस र कम्युनिस्टका नेताहरू नातावाद, कृपावाद, भ्रष्टाचारमा आफ्नो फाइदाका लागि देश र कानूनको धज्जी उडाउँदै शासन गर्न सुरु गरे। भारतमा लम्पसार पर्दै असमान सन्धितिर राजनीतिक दलहरू अगाडि बढ्न सुरु गरे, जुन कुरा राजाहरूलाई फिटिकै मन पर्दैन थियो। यो 10 वर्ष पनि राजनीतिक दलहरूले राजतन्त्रलाई भित्तामा नै टाँसिदिए। त्यस समयका नेताहरूले हामी जेसुकै गरौँ, जसुकै गरी शासन गरौँ, तिमीहरू टुलु टुलु बसेर मात्र हेर भन्ने जस्तो गरे। राजालाई नबोल, नखा, नहिड, भित्तामै हो तेरो ठाउँ जस्तो गर्यो। राजा त्रिभुवनको मृत्यु पश्चात नेताको कार्यशैलीबाट दिक्क भएपछि राजा महेन्द्रले सबै राजनीतिक दलहरूलाई निषेध गर्दै शासन आफ्नो हातमा लिए। तब सुरु भयो नेपालमा सुशासन र विकास। राजा महेन्द्रले छोटो समयमा गरेको विकास आजका नेताहरूले आजकै हिसाबबाट गर्न थाले भने पनि 100 वर्षमा पनि गर्न सक्दैनन्। 4 वर्षमा ल्याउने भनेको मेलम्चीको पानी 33 वर्ष लगायो भने सोच्नुहोस् नेपालका नेताहरूले कस्तो विकास गर्ला। 22 अर्बमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा 12 अर्ब भ्रष्टाचार हुन्छ। राजाले बनाएको एयरपोर्टले नेपालको सास धानेको छ। यसैबाट पनि थाहा हुन्छ नेपालका नेताहरू कति भ्रष्टाचारी छन् भनेर। राजाको पालामा नाफामा भएको रोयल नेपाल एयरलाइन्सको दर्जन भन्दा बढी विमान बेचेर खाए, अहिले खर्बौं भ्रष्टाचार गरेर घाटामा छ। राजाले स्थापना गरेका आइल निगम, साझा यातायात, दूरसञ्चार जस्ता संस्थाहरूलाई कार्यकर्ताहरूले ध्वस्त पारे। सरकारी संघ संस्थाहरू सबै कार्यकर्ता भर्तीको स्थल बनाए। विशाल जुट मिलको स्थापना गरेर लाखौं किसानहरूलाई रोजगार पनि राजाले दिएको थियो। वीरगञ्ज चिनी कारखाना जसले हजारौं किसान र मजदुरहरूलाई रोजगार दिएको थियो। गोरखकाली टायर उद्योग, कृषि चुन उद्योग, हेटौडा काठमाडौँ रोपवे, हेटौडा सिमेन्ट, हेटौडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता, ट्रली बस, हिमाल सिमेन्ट जस्ता सयौं उद्योग कल कारखानाहरूमा कार्यकर्ता भर्ती गराउने ट्रेड युनियनको नाममा संगठन मार्फत सबै उद्योगहरू डुबाएर झ्वाम पारे। 5 विकास क्षेत्र र हरेक क्षेत्रमा औद्योगिक क्षेत्र, यो पनि राजाकै योगदान हो, जुन औद्योगिक क्षेत्र आज पनि नेताकै हातमा छ। राजाको पालामा निशुल्क शिक्षा, निशुल्क किताब, विश्वविद्यालयमा नाके बराबर खर्चमा मास्टर डिग्री गर्थ्यो। स्वास्थ्य उपचार पनि प्राय निशुल्क थियो। केही उपचारमा एकदमै न्यूनतम खर्च लाग्ने गर्दथ्यो। स्वास्थ्य चौकीहरूमा पूर्ण निशुल्क उपचार हुने गर्दथ्यो। राजाकै पालामा रानीको नाममा खोलेको प्रसुति गृहमा प्रसुति सेवा आज पनि निशुल्क छ। आज नेता र माफियाहरू मिलेर शिक्षा र स्वास्थ्यमा व्यापार गर्दैछन्। राजाले विभिन्न जनताको उपयोगिताको लागि जोडेको जग्गाहरू पनि नेताले खाएर सिध्याइसके। बाल मन्दिर, ललिता निवास, तारागाउँ, पशुपतिनाथ
कोठी लगायतका काठमाडौँ भ्यालीमा हजारौं रोपनी जग्गा नेताले खाएर सिद्ध्याइसके। राजा महेन्द्रले 9 वर्षमा गरेको विकास आजका नेताहरूले 50 वर्षसम्म पनि गर्न सकेका छैन। भएका विकासहरू पनि माफिया लगाएर नष्ट पार्दैछन्। यति धेरै विकास राजाले 2017 सालदेखि 40 साल भित्रै गरिसकेको हो। 2046 सालको आन्दोलन सफल भए यता राजालाई शेरमुनियल राजा बनाए। शेरमुनियल अर्थात् भित्तामा टाँसेको देउता। अब राणापछि देश लुट्ने पालो नेताको सुरु हुन्छ। भारतसँग सयौं असमान सन्धि गर्नेदेखि राजाले बनाएको उद्योग कल कारखानाहरू डुबाउने, राजा मार्ने सम्मका योजना 2046 साल यता नै भएको छ। झन्नै 1 करोड जनता विदेशमा दोस्रो दर्जाको नागरिक बन्न बाध्य छन्। 240 वर्ष राजाले शासन गरेको भन्नेहरूले बुझ्नुपर्ने कुरा के छ भने नेपाल बनाउन 100 वर्ष लाग्यो। राणा शासनले 107 वर्ष खायो, कांग्रेस कम्युनिस्टले 10 वर्ष खायो। 2046 साल यता आजसम्म पनि नेपाललाई नेताहरूले नै लुटिरहेको छ। आजको मितिसम्म मात्र बुझ्ने हो भने राजाले प्रत्यक्ष शासन गरेको लगभग 30 वर्ष मात्र हो। यो 240 वर्ष भ्रामक भनाइ मात्र हो। राजा ज्ञानेन्द्रले 62-63 को आन्दोलनमा हिंसाको बाटो रोजेको भए आज सबै भ्रष्टाचारी नेताहरू साफ हुने थिए। तर राजा ज्ञानेन्द्रले त्यो बाटो रोजेन। यदि यो गणतान्त्रिक नेताहरू सही बाटोमा हिँडेको भए देशमा उच्च शिक्षा, रोजगार, स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर भएको कल कारखानालाई चलायमान बनाएको भए आज राजा चाहियो भन्ने आवाजले फेरि राजा रोज्दैन थियो कि।